सबैजनामा नमस्ते। म चाहिँ प्रत्युषको आमा। अनि आज चाहिँ प्रत्युष र मैले के गर्दैछौँ भन्दाखेरि अब प्रत्युषले आमा पढेको बेला पढ्न थाल्छ, आमाले ल्यापटपमा काम गर्न थालेको बेला ल्यापटपमा काम गर्न थाल्छ। अनि त्यही भएर प्रत्युष नसुत्दासम्म चाहिँ हामीले एउटा भिडियो बनाउने अनि प्रत्युषको युट्युबमा हालिदिने हैन। अनि प्रत्युषले चाहिँ पछि ठुलो भएपछि हेर्छ मैले के गर्थेँ, आमाको के काम बिगारिदिन्थेँ भनेर। यसले के गरे आज भन्दा आमाले यो कपीमा नोट बनाएर केही पढिरहेको थिएँ अनि प्रत्युषलाई यही चाहियो। अनि यसले चाहिँ खोस्यो मबाट अनि च्यात्यो। अनि आमाले रिसाएर अर्को बुक दिएको, अर्को बुक पनि उसले च्यातचुत पार्दैछ। उसले खेल्ने गुडिया खेल्दैन, खेलौना खेल्दैन, ऊ सुत्दा पनि सुत्दैन। आमाले जे गरिरहेको देख्छ उसलाई त्यही गर्न मन लाग्छ। त्यही भएर हामी चाहिँ प्रत्युष आज अब प्रत्युषको बारेमा इन्ट्रोडक्सन दिनु। यो चाहिँ कति वर्षको भयो? वर्ष त भएको छैन न। म त भर्खर 7 महिना पुरा भएँ। अनि त्यही भएर म त अहिले सानै छु। त्यही भएर आमाले मलाई गाली नि गर्नुहुन्न, केही पनि भन्नुहुन्न भन्दै प्रत्युषले जे पनि बिगार्न थाल्छ, यताको काम उता। मैले यो कपी समातेपछि उसलाई यही चाहियो। चाहिए मात्र त केही थिएन, च्यातचुत चाहिँ पारिहाल्छ है प्रत्युष। सानी, तिमीलाई यो कपी च्यात्न मन लागेको हो? नो 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 गर्नुहुन्न। यस्तो गर्नुपर्छ, ताली बजाऊ गीत सुनेर ताली बजाऊ, गोलो गोलो घुम गीत सुनेर गोलो गोलो घुम। ताली बजाऊ गीत सुनेर ताली बजाऊ, गोलो गोलो घुम गीत सुनेर गोलो घुम। ये नानी एन्ड आमा ल बाई बाई।